हेलो नमस्ते गुड मर्निङ साथीहरू। आज चाहिँ म यता बिर्ता बजारतिर यो बगनबेलीहरू यहाँ कटिङ गर्नुपर्ने थियो कलमी, अनि त्यही भएर आएको छु। अब यो समय चाहिँ नि बगनबेली यो कटिङ सार्नुको लागि एकदम उपयुक्त समय हो। हजुरहरूको घरमा पनि यो बगनबेली छ अनि यसको बिरुवा अझै बनाउनु चाहनुहुन्छ भनेदेखि चाहिँ आजभोलि नै हजुरहरू पनि यसरी यो कटिङ गरेर चाहिँ हजुरहरूले सार्नु सक्नुहुन्छ। यसमा चाहिँ 100मा 90% मजाले सर्छ है। अनि हजुरहरूको साथीहरूकोमा पनि नयाँ नयाँ भेराइटीहरू छ भनेदेखि चाहिँ मागेर सानो सानो हाँगाहरू मागेर ल्याएर यतिखेरै सार्नु सक्नुहुन्छ। अब यो फुलेको छैन नि बगनबेलीहरूलाई चाहिँ जति कलमी गरौँ जति कटिङ गरौँ मजाले फुल्छ क्या। त्यही भएर अस्ति फुलिसक्यो, पानीले सबै फुलहरू कुट्यो नि त। अनि त्यही भएर अहिले चाहिँ ठक्क कलमी गरिदिनुपर्छ। अब चाहिँ यस्तो मजाले यो लुना पलाएर यस्तो मजाले अब फुल्छ कि फुलहरू। यहाँ पनि यस्तो दानी दानी छ यहाँनिर, तर यो चाहिँ अब नकाट्ने, यो किनभने फुलिरहेको छ नि त। बगनबेली मात्रै होइन, यो छ नि यो लालुपातेहरू, लालुपातेको कटिङहरू पनि यतिखेर चाहिँ हजुरहरूले सार्नुभयो भने मजाले सर्छ है। यो पनि अब लामो लामो भएको छ, फुलिसकेको छ नि त। अब किनभने यो मौसम त धेरै हावाहरू आउँछ होइन, अनि त्यही भएर सबै भचाउँछ नि त। अनि त्यही भएर हजुरहरूले पनि हजुरहरूकोमा पनि यसरी यो लालुपातेहरू छ भनेदेखि अब यतिखेर कटिङ गरेर हजुरहरूले बिरुवा बनाउनु सक्नुहुन्छ। किनभने अब हजुरहरूले यो कटिङ गर्नु भएन भने चाहिँ सबै हावाले भचाइ जान्छ क्या। त्यही भएर म चाहिँ यो लालुपातेहरू पनि काट्दैछु। मलाई चाहिँ जता जता अब यस्तो कटिङ गर्ने बेला भएको छ, बगनबेलीहरू लालुपातेहरू सबैले मलाई बोलाउनुहुन्छ, कटिङ गरिदिन्छु। अनि म चाहिँ यसको हाँगाहरू लगेर बिरुवा बनाउँछु। हजुरहरूकोमा पनि छ भने ढिलो नगर्नु है। कहिले कटिङ हुन्छ, फेरि यो सबै काट्ने काम तिम्रै हो नि। कहिले कटिङ गर्नुपर्ने हो, हुन्छ। आएर कटिङ गर्नु। म चाहिँ यतै हाम्रो आन्टीहरूकोमा आएको छु है। मलाई चाहिँ यतातिर चाहिँ सबैजनाले बोलाउनुहुन्छ। कटिङ कहिले गर्नुपर्ने हो, फेरि आउनु नि कटिङ। ल आन्टी।